नमस्कार, हिमालकी छोरी र बुढो गोठालो शीर्षकको कथा लिएर आएको छु। कथा यसरी सुरु हुन्छ। अन्नपूर्ण र माछापुच्छ्रेको काखमा सिरान गाउँ नामको एउटा सानो तर सुन्दर बस्ती थियो। यो गाउँ प्रकृतिको अनुपम उपहार जस्तै थियो। अग्ला पहाडहरूको छत्रछायामा बसेको, उत्तरबाट बग्ने सेती नदीको चिसो पानीले सिंचित र हरियालीले ढाकिएको। यहाँका मानिसहरूको जीवन हिमालको मौसम जस्तै थियो। कहिले घाम जस्तै उज्यालो र न्यानो, कहिले बादल जस्तै रहस्यमय र चिसो। गाउँलेहरूको जीवनको लय सिधा र सरल थियो। बिहानको पहिलो झुल्के घामसँगै खेतबारीको काम सुरु हुन्थ्यो। गाईबस्तुहरू गोठबाट फुकालिन्थे र साँझमा घरको चुल्होबाट निस्किएको धुवाँले आकाशमा एउटा शान्तिको सन्देश लेख्थ्यो। यही गाउँमा जितमान नामका एउटा वृद्ध गोठाला बस्थे। उमेरले 70 नागे पनि उनको शरीरमा हिमालको चट्टान जस्तै दृढता र मनमा खोला जस्तै निर्मलता थियो। उनका आँखामा वर्षौंको अनुभवको गहिराई थियो र अनुहारका हरेक रेखाले उनले भोगेका दुःख सुखका कथाहरू भन्थे। जितमानको संसार उनको गोठ, उनका बाख्रा र त्यो विशाल नीलगिरी हिमाल थियो जसलाई उनी देवता सरह मान्थे। हरेक बिहान उनी आफ्ना बाख्राहरूलाई लेकतिर चराउन लैजान्थे र हिमालसँग मौन संवाद गर्थे। उनलाई लाग्थ्यो हिमालले उनको हरेक कुरा सुन्छ र हावाको माध्यमबाट जवाफ दिन्छ। उनका लागि हिमाल ढुङ्गा र माटोको थुप्रो मात्र होइन, एउटा जीवित आत्मा थियो। कहिले मुस्कुराउने, कहिले रिसाउने, तर सधैँ रक्षा गर्ने अभिभावक। जितमानको जीवनको एउटा रहस्य थियो जुन उनले कसैलाई भनेका थिएनन्। लेकको सबैभन्दा अग्लो अप्ठ्यारो भिरमा जहाँ मानिसहरूको पाइला पुग्न सक्दैनथ्यो, उनले धेरै पटक एउटा अनौठो केटीलाई देखेका थिए। हिउँ जस्तै सेतो पहिरनमा, लाली गुराँसको फूल जस्तै रातो गाला भएकी र जसको हाँसोमा झरनाको सङ्गीत सुनिन्थ्यो। उनले त्यो केटीलाई हिमालकी छोरी नाम दिएका थिए। उनी को थिइन्, कहाँबाट आउँथिन्, कसैलाई थाहा थिएन। तर जब जब उनी देखा पर्थिन्, लेकको वातावरण नै अलौकिक बन्थ्यो। जडीबुटीहरू रङ्गीन देखिन्थे र हावामा एउटा अनौठो सुगन्ध फैलिन्थ्यो। जितमानलाई विश्वास थियो उनी कुनै साधारण मानव होइनन्, हिमालकी आत्मा हुन् जो प्रकृतिको रक्षा गर्न बसेकी छिन्। गाउँमा अर्को एउटा पात्र थियो, धने। नाम जस्तै उसको मन धनको लोभले भरिएको थियो। ऊ छिट्टै धनी बन्न चाहन्थ्यो र त्यसका लागि कुनै पनि हदसम्म जान सक्थ्यो। उसले गाउँका पुराना कथाहरू सुनेको थियो जसमा लेकमा पाइने एउटा चमत्कारी फूल सूर्य कमलको बारेमा उल्लेख थियो। भनिन्थ्यो त्यो फूल 12 वर्षमा एक पटक मात्र फुल्थ्यो र त्यसलाई जसले प्राप्त गर्थ्यो उसले कहिल्यै गरिबीको मुख देख्नु पर्दैनथ्यो। तर त्यो फूल हिमालको आत्माले रक्षा गर्ने र लोभी मनले छुँदा अनिष्ट हुने कुरा पनि किम्वदन्तीमा थियो। धनेको कानमा जब यो कुरा पर्यो, उसको मनमा लोभको आगो दन्कियो। उसलाई जसरी पनि त्यो फूल चाहिएको थियो र उसलाई शङ्का थियो कि त्यो फूलको रहस्य बुढो गोठाला जितमानलाई थाहा छ। यही शङ्काले कथाको एउटा नयाँ र अँध्यारो अध्याय सुरु गर्न लागेको थियो। समय बित्दै जाँदा गाउँमा 12 वर्षे चक्र पुरा हुन लागेको हल्ला चल्न थाल्यो।
पुराना मानिसहरू काने खुसी गर्न थाले। यसपालि सूर्य कमल फुल्ने बेला भयो। यो हल्ला धनीको कानसम्म पुग्दा उसको बेचैनी झनै बढ्यो। उसले निर्णय गर्यो त्यो फूलको रहस्य जितमानबाट निकालेरै छाड्ने। एक दिन साँझ जब जितमान लेकबाट फर्किँदै थिए, धने बाटोमा उसलाई कुरेर बस्यो। उसले निकै विनम्रताको अभिनय गर्दै भन्यो, बाजे आरामै हुनुहुन्छ? आजभोलि लेकतिर एक्लै जानुहुन्छ? डर लाग्दैन? जितमानले उसको अनुहारमा हेरे। उसको आँखामा लुकेको लोभ जितमानले सजिलै पढे। उनले शान्त भएर जवाफ दिए, जसले हिमाललाई आफ्नो साथी मान्छ उसलाई डर लाग्दैन बाबु। डर त मनको फोहोर हो। धनेले कुरा घुमाउँदै सोध्यो, मैले सुनेको लेखमा एउटा चमत्कारी फूल फुल्छ रे, त्यसले गरिबी हटाउँछ रे, तपाईले देख्नु भएको छ बाजे? जितमानको मन चिसो भयो। उनले बुझे धनेको नियत के हो। उनले गहिरो सास फेरेर भने, प्रकृतिले दिने सबैभन्दा ठूलो चमत्कार जीवन हो बाबु। फूलहरू सुन्दरताका लागि फुल्छन्, लोभका लागि होइनन्। यस्ता कुराहरूको पछाडि नलाग। तर धने कहाँ मान्नेवाला थियो। उसले अनेक प्रयास गर्यो। कहिले पैसाको लोभ देखायो, कहिले जितमानलाई गाउँमा बदनाम गर्ने धम्की दियो। उसले गाउँमा हल्ला फैलाउन थाल्यो, त्यो बुढो गोठालाले हामी सबैको भलो चिताउँदैन, उसलाई थाहा भएको रहस्य लुकाएर बसेको छ। गाउँका केही लोभी मनहरू धनीको कुरामा विश्वास गर्न थाले र जितमानलाई शङ्काको दृष्टिले हेर्न थाले। जितमान एक्लिँदै गए, तर उनले आफ्नो बाचा तोडेनन्। उनलाई थाहा थियो सूर्य कमलको रहस्य लोभीको हातमा पर्यो भने हिमाल रिसाउनेछ र त्यसको परिणाम भयानक हुनेछ। एक दिन जितमानको एउटा सानो पाठी हरायो। उनी त्यसलाई खोज्दै लेखको त्यो भागमा पुगे जहाँ उनी कहिल्यै जाँदैनथे। त्यो एउटा साँघुरो र खतरनाक भिर थियो। पाठी खोज्ने क्रममा उनको खुट्टा चिप्लियो र उनी एउटा उडारमा खसे। उनको खुट्टामा गहिरो चोट लाग्यो र उनी उठ्न सकेनन्। रात पर्न लाग्यो। चिसो सिरेटो चल्न थाल्यो। जितमानलाई लाग्यो अब मेरो अन्तिम समय यही लेखिएको रहेछ। उनले आँखा चिम्लिएर हिमाललाई सम्झिए। जब उनको होस खुल्यो, उनले आफूलाई नरम घाँसको ओछ्यानमा सुतेको पाए। उनको खुट्टामा कुनै जडीबुटीको लेप लगाइएको थियो र दुखाइ धेरै कम भएको थियो। उनले छेउमा हेरे। त्यही हिमालकी छोरी बसेकी थिइन्। उसको आँखामा करुणा र स्नेह थियो। उसले केही बोलिन, केवल मुस्कुराइन्। त्यो मुस्कानमा एउटा अनौठो शक्ति थियो जसले जितमानलाई एउटा पातको दुनामा पानी दिइन्। त्यो पानी पिउँदा जितमानको शरीरमा नयाँ ऊर्जा सञ्चार भयो। त्यस दिन पहिलो पटक जितमानले हिमालकी छोरीसँग बोले, तिमी को हौ नानी? उसले जवाफमा केही बोलिन, तर उसको हातले हिमालतिर सङ्केत गरे। उसको सङ्केतले भन्थ्यो, म यही हिमालको अंश हुँ। त्यस रात जितमान त्यही ओडारमा बसे। हिमालकी छोरीले उनको खुट्टाको स्याहार गरिन्। उनीहरू बीच शब्दमा कुराकानी भएन, तर भावनाको एउटा गहिरो सम्बन्ध बन्यो। जितमानले बुझे उनी प्रकृतिको शुद्धता र निस्वार्थ सेवाको प्रतीक हुन्। उनले मनमा नै प्रण गरे, म बाँचुन्जेल तिम्रो र यो हिमालको पवित्रतामा कुनै दाग लाग्न दिने छैन। भोलिपल्ट बिहान जितमानको खुट्टाको दुखाइ लगभग हराइसकेको थियो।
हिमालकी छोरीले उनलाई बाटो देखाइन्। जब उनीहरू छुट्टिने बेला भयो, उसले जितमानको हातमा एउटा सानो चम्किलो ढुङ्गा राखिदिइन् र हिमालको उकालोतिर अलप भइन्। त्यो ढुङ्गाबाट न्यानो प्रकाश निस्किरहेको थियो। जितमान गाउँ फर्किए, तर उनको मनमा एउटा नयाँ चिन्ता थपिएको थियो। उनलाई थाहा थियो सूर्यकमल फुल्ने रात नजिकिँदैछ र धनेले कुनै पनि हालतमा त्यो ठाउँ पत्ता लगाउन खोज्नेछ। धनेले जितमानको चमत्कारी ढङ्गले निको भएको खुट्टा देख्यो र उसको शङ्का विश्वासमा बदलियो। उसले सोच्यो, त्यो बुढाले पक्कै त्यो फूल प्रयोग गरेको हुनुपर्छ। अब उसले जितमानलाई पछ्याउने निर्णय गर्यो। द्वन्द्व अब निर्णायक मोडमा पुग्न लागेको थियो। कि त जितमानले हिमालको पवित्रता बचाउन सक्थे, कि धनेको लोभले सबै कुरा नष्ट गर्नेवाला थियो। पूर्णिमाको रात नजिकिँदै थियो। आकाशमा चन्द्रमा हरेक दिन ठुलो र चम्किलो हुँदै गइरहेको थियो। जितमानको मनमा बेचैनी बढ्दै थियो। उनलाई थाहा थियो 12 वर्षमा एक पटक फुल्ने सूर्यकमल यही पूर्णिमाको मध्यरातमा आफ्नो पूर्ण सौन्दर्यमा उदाउनेछ। त्यो फूल कुनै भौतिक सम्पत्ति थिएन, त्यो त हिमालको आत्माको प्रतिबिम्ब थियो, प्रकृतिको सन्तुलनको प्रतीक थियो। यदि त्यसलाई कुनै लोभी र अपवित्र हातले छोयो भने हिमालको क्रोधलाई कसैले रोक्न सक्ने थिएन। पूर्णिमाको अघिल्लो दिन जितमानले निर्णय गरे उनी त्यो रात लेकको त्यो पवित्र भिरमा जानेछन्। धनेलाई रोक्न होइन, तर हिमालको पवित्रताको साक्षी बस्न र त्यसलाई आफ्नो अन्तिम सम्मान दिन। उनले आफ्ना बाख्राहरूलाई गोठमा राम्ररी बाँधे, मानौ उनीहरूसँग अन्तिम बिदाई गर्दै थिए। उनले घरको दैलोमा एउटा दियो बाले र चुपचाप अँध्यारोमा उकालो लागे। उनलाई थाहा थिएन एउटा अँध्यारो छायाले उनलाई पछ्याइरहेको थियो। धने, जसको आँखामा निन्द्रा थिएन र मनमा केवल सूर्यकमलको तस्बिर थियो, जितमानको हरेक चालमा नजर राखिरहेको थियो। जितमानको यो गोप्य यात्राले उसको शङ्कालाई सत्य साबित गरिदिएको थियो। ऊ पनि हतियार र डोरी बोकेर जितमानको पछि लाग्यो। जितमानको यात्रा कठिन थियो। चिसो रात, अप्ठ्यारो बाटो र बढ्दो उमेरले उनलाई गाह्रो बनाइरहेको थियो। तर उनको मनमा एउटा अनौठो शक्ति थियो, जुन हिमालप्रतिको उनको अगाध प्रेमबाट आएको थियो। उनले हिमालकी छोरीले दिएको चम्किलो ढुङ्गालाई आफ्नो छातीमा राखेका थिए, जसले उनलाई न्यानो दिइरहेको थियो। मध्यरात हुन लाग्दा जितमान त्यो पवित्र भिरमा पुगे। त्यो ठाउँ सामान्य थिएन। चारैतिर अग्ला चट्टानहरूले घेरिएको, बीचमा एउटा सानो समथर ठाउँ जहाँबाट पुरै उपत्यका देखिन्थ्यो। चन्द्रमाको प्रकाशले हिमालका चुचुराहरू चाँदी जस्तै चम्किरहेका थिए। वातावरणमा एउटा अलौकिक शान्ति र रहस्य थियो। त्यही समथर भूमिको बीचमा एउटा चट्टानको कोखबाट सूर्यकमल फुल्न लागेको थियो। त्यसका कोपिलाहरू बिस्तारै उग्रिँदै थिए र त्यसबाट सुनौलो प्रकाशको आभा निस्किरहेको थियो। त्यो दृश्य यति सुन्दर र पवित्र थियो कि जितमानले आफ्ना आँसु थाम्न सकेनन्। उनले घुँडा टेकेर हिमाललाई प्रणाम गरे। त्यही बेला हावामा एउटा मधुर सङ्गीत गुन्जियो। हिमालकी छोरी त्यहाँ प्रकट भइन्। आज उनी झनै तेजोमय देखिन्थिन्। उनको उपस्थितिमा
सूर्य कमलको प्रकाश झनै चम्किलो भयो। उनी फूलको छेउमा बसिन् र त्यसलाई प्रेमले हेर्न थालिन्, मानौ त्यो उनको आफ्नै सन्तान हो। आज हिमालले आफ्नो सबैभन्दा सुन्दर रहस्य प्रकट गरेको छ, जितमानले मनमनै सोचे। तर त्यो पवित्र क्षण धेरै बेर टिकेन। आखिरमा भेट्टाए एउटा कर्कश आवाज गुन्जियो। धने त्यहाँ आइपुग्यो। उसको आँखामा जङ्गली चमक थियो र हातमा खुकुरी। उसले जितमानलाई घृणाले हेर्यो र भन्यो, बुढा, तैँले यो खजना एक्लै लिन खोजेको थिइस्, अब यो मेरो हो। उसले हिमालकी छोरीलाई देख्यो, तर लोभले अन्धो भएको उसले उनको अलौकिक रूपलाई बुझ्न सकेन। उसले सोच्यो उनी पनि जितमानको सहयोगी हुन्। जितमान उठे र धनेको अगाडि उभिए। रोक धने, यो पाप नगर। यो फूल हाम्रो लोभको लागि होइन, यो हिमालको आत्मा हो। यसलाई छोयौ भने अनर्थ हुनेछ। चुप लाग बुढा, धने चिच्यायो। उसले जितमानलाई धक्का दियो। जितमान चट्टानमा ठोकिएर लडे। धने सूर्य कमलतिर बढ्यो, जुन अहिले पूर्ण रूपमा फुलिसकेको थियो। त्यसको प्रकाशले पुरै भिरलाई दिन जस्तै उज्यालो बनाएको थियो। हिमालकी छोरी उठिन् र आफ्नो दुवै हात फैलाएर फूललाई छेकिन्। उसको आँखामा डर होइन, एउटा अपिल थियो, कृपया यो नगर्नुहोस्। उसको मौन आँखाले भनिरहेको थियो। तर धनेले केही सुनेन। उसले हिमालकी छोरीलाई पनि पर धकेल्यो र आफ्नो लोभी हातले त्यो फूललाई टपक्क टिप्यो। त्यसपछि जे भयो त्यो भयानक थियो। जुन क्षण धनेको हातले फूललाई छोयो, त्यसको सुनौलो प्रकाश निभेर रगत जस्तै रातो भयो। पुरै हिमाल काँप्यो, मानौ कुनै विशाल जनावर पीडाले चिच्याएको होस्। आकाशमा कालो बादल मडारिन थाल्यो। चन्द्रमा बादलमा लुक्यो र भयङ्कर आँधी चल्न थाल्यो। हिमालकी छोरीको मुखबाट एउटा चित्कार निस्कियो, जुन मानवको होइन, प्रकृतिको पीडाको आवाज थियो। धनेको हातमा भएको फूल ओइलिएर कालो भयो। उसले डराएर यताउता हेर्यो। उसले जुन चट्टानमा टेकेको थियो त्यो चर्किन थाल्यो। बचाऊ बचाऊ, ऊ चिच्याउन थाल्यो, तर उसको आवाज आँधीमा हरायो। भिरको एउटा ठूलो हिस्सा भासियो र धने त्यो फूल सहित अथाह अँध्यारो खाल्टोमा खस्यो। उसको चित्कार एकै क्षणमा बन्द भयो। आँधीबेरी केही बेरमा शान्त भयो, तर त्यो ठाउँको पवित्रता सधैँको लागि नष्ट भएको थियो। सूर्य कमलको ठाउँमा एउटा गहिरो खाडल थियो। हिमालकी छोरी त्यही खाडलको छेउमा बसेर रोइरहेकी थिइन्। उनको आँसु हिउँ बनेर झरिरहेको थियो। जितमान उठे। उनको शरीरमा चोट थियो, तर त्योभन्दा गहिरो चोट उनको मनमा थियो। उनले एउटा सुन्दर सपनालाई लोभले नष्ट गरेको देखेका थिए। उनले हिमालकी छोरीको काँधमा बिस्तारै हात राखे। उनले आँसुले भरिएको आँखाले जितमानलाई हेरिन् र बिस्तारै हावामा विलीन भइन्। त्यो रात जितमानले धन मात्र होइन, हिमालको आत्माको एउटा टुक्रा गुमाएका थिए। चरम उत्कर्षको त्यो क्षणमा लोभको विजय क्षणिक थियो, तर प्रकृतिको हार स्थायी थियो। त्यो भयानक रातपछि सिरान गाउँले कहिल्यै उस्तै घाम देखेन। हिमाल, जो पहिले सधैँ मुस्कुराएको जस्तो देखिन्थ्यो, अब मौन र गम्भीर देखिन थाल्यो। लेकको त्यो पवित्र भिरमा अब कहिल्यै रङ्गीन फूलहरू फुलेनन्। केवल चिसो र उजाड चट्टानहरू बाँकी रहे।
जितमान जब भोलिपल्ट बिहान गाउँ फर्किए, उनी एकै रातमा 10 वर्ष बुढो भएका जस्ता देखिन्थे। उनको अनुहारमा अब त्यो शान्ति थिएन, एउटा गहिरो दुःख र पश्चाताप थियो। गाउँलेहरूले उनलाई धनेको बारेमा सोधे, तर उनले केही भनेनन्। केवल यति भने, हिमालले जे चाह्यो त्यही भयो। लोभको भारी हिमालले बोक्न सकेन। गाउँलेहरूले उनको कुराको गहिराई बुझेनन्, तर उनीहरूले महसुस गरे कि केही ठूलो र नराम्रो घटना घटेको छ। धने कहिल्यै फर्किएन। कोहीले भने ऊ सुन खोज्न अन्तै गयो, कोहीले भने उसलाई हिउँले खायो। तर सत्य के थियो? त्यो जितमानको मनमा सधैँका लागि एउटा नमेटिने घाउ बनेर रह्यो। त्यस घटनापछि जितमानले बाख्रा चराउन छोडिदिए। उनी अब लेखतिर जाँदैनथे। दिनभरि आफ्नो घरको पिँढीमा बसेर त्यही मौन हिमाललाई हेरिरहन्थे। उनलाई लाग्थ्यो हिमालले उनीसँग गुनासो गरिरहेको छ। उनले फेरि कहिल्यै हिमालकी छोरीलाई देखेनन्, तर कहिलेकाहीँ जब उत्तरी हावा चल्थ्यो, उनलाई लाग्थ्यो हावामा एउटा उदास गीतको धुन छ, सायद त्यही हिमालकी छोरीको। वर्षहरू बिते। जितमानको शरीर झनै कमजोर हुँदै गयो, तर उनको आँखामा एउटा अनौठो चमक थियो, एउटा गहिरो ज्ञानको चमक। गाउँका युवाहरू जब उनी कहाँ आउँथे, उनीहरूलाई एउटै कुरा सिकाउँथे, यो धरती हाम्रो होइन, हामी यो धरतीका हौँ। प्रकृतिबाट लिन मात्र नखोज, त्यसलाई सम्मान गर्न सिक। किनकि जब प्रकृतिले आफ्नो सन्तुलन गुमाउँछ, मानिसले आफ्नो अस्तित्व गुमाउँछ। एक दिन बिहान गाउँलेहरूले जितमानलाई उनको पिँढीमा शान्त मुद्रामा भेट्टाए। उनको शरीर चिसो थियो, तर उनको अनुहारमा एउटा अनौठो मुस्कान थियो र उनका आँखाहरू हिमालतिर हेरिरहेका थिए। उनको मृत्युको दिन नीलगिरी हिमालको चुचुरोमा वर्षौंपछि पहिलो पटक एउटा सानो सेतो बादलले घेर्यो, मानौ हिमालले आफ्नो प्रिय मित्रलाई अन्तिम विदाई गरिरहेको होस्। हिमालकी छोरी र बुढो गोठालो। यो कथा सिरान गाउँमा एउटा किम्वदन्ती बनेर रह्यो। यो कथा लोभको विनाशकारी परिणामको मात्र होइन, प्रकृति र मानिस बीचको त्यो पवित्र सम्बन्धको पनि हो, जुन निस्वार्थ प्रेम र सम्मानमा टिकेको हुन्छ। यो कथाले सिकाउँछ कि संसारका सबैभन्दा बहुमूल्य चिजहरू पैसाले किन्न सकिँदैन, तिनीहरूलाई केवल शुद्ध मनले महसुस गर्न सकिन्छ। सूर्य कमल जस्ता चमत्कारहरू बाहिर होइन, हाम्रो आफ्नै सन्तुष्टि र निस्वार्थ भावमा लुकेका हुन्छन्। आज पनि जब सिरान गाउँका मानिसहरू नीलगिरी हिमालतिर हेर्छन्, उनीहरू जितमानलाई सम्झिन्छन् र आफ्ना छोराछोरीहरूलाई सिकाउँछन्, हिमालसँग कहिल्यै लोभ नगर, केवल प्रेम गर, किनकि उसको काखमा हामी सबै सुरक्षित छौँ। त्यो मौन हिमाल आज पनि त्यही छ, सायद अर्को कुनै जितमानको प्रतीक्षामा, जो उसको आत्माको भाषा बुझ्न सकोस्। धन्यवाद। अन्तिमसम्म कथा सुनेर साथ दिनुभएको लागि हृदयदेखि आभार व्यक्त गर्दछु। प्रिय मित्र, तपाईलाई यो कथा कस्तो लाग्यो? कृपया आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनुहोला। हामी तपाईको प्रतिक्रियाको प्रतीक्षामा छौँ। कथा मन परेको छ भने लाइक गरेर सक्दो सेयर गरिदिनु हुन अनुरोध गर्दछु। र साथसाथै यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने वा अहिलेसम्म हाम्रो यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया बिन्ती गर्दछु हाम्रो यस च्यानललाई सब्स्क्राइब गरेर सहायता गरिदिनुहोस्। साथै नयाँ कथा अपलोड भएको जानकारी पाउनलाई
नोटिफिकेसन बेल आइकनलाई अन गरेर राखिदिनुहोस्। यस्तै रोचक कथाहरू लिएर फेरि आउनेछौँ। तबसम्मका लागि बिदा हुन्छु। हवस् त, नमस्कार।